नमस्ते नमस्कार कोट दरबार अनलाइन खबरमा फेरि पनि स्वागत छ। म कार्यक्रम सञ्चालक प्रकाश परियार। फेरि पनि आज हामी एउटा घटना लिएर आएको छु, जुन घटनामा आजभन्दा केही दिन अगाडि एउटा घटना भएको थियो। नेपालगढ दैलेख डुङ्गेश्वर गाउँपालिकामा बस्ने आउनुभएका रामु विकको मृत्यु भएको थियो। उमेर 25 मा आउनुभएको। हाल राजकोट गुजरातको अहमदाबाददेखि उहाँ आफ्नै काम गरेको सिलसिलामा नेपालदेखि भारतको अहमदाबादमा आएर काम गर्दै अवस्थामा उहाँको निधन भएको कारण राजकोटको गुजरात नजिकै कालापा रोडको नजिकमै एउटा जङ्गलमा उहाँको मृत्यु अवस्थामा भेटेको अवस्थामा हाल सिभिल राजकोट सिभिल हस्पिटलमा उहाँलाई ल्याउँदै गर्दै अब त उपचार गर्दै अवस्थामा उहाँको निधन भएको कारण हाम्रो राजकोटमा बस्ने सम्पूर्ण सहयोग संस्थाहरूलाई कन्ट्याक्ट गर्दै उहाँको आफन्तसँग खोजी खबर गर्न पाऊँ भनेर यहाँको संस्था श्री नेपाली सेवा समाज ट्रस्ट सञ्जय राज कार्की र त्यसै गरी श्री नेपाली क्रीडा युवा क्लब अर्जुन विक र त्यसै गरी शान्तिश्री सेवा समाज भूपेन्द्र दयाल र त्यसै गरी सम्पर्क गरेर उहाँको आफन्तसम्म खोजी खबरी गरेर पाऊँ भन्दै यो यहाँसम्म सहयोग पुर्याएर उहाँको आफन्तसँग हामीले भेटाएर उहाँको डेड बडी नेपालसम्म पुगाइसक्यौँ र त्यसै गरी विभिन्न शङ्कामा एउटा बहिनीलाई यहाँ शङ्का बापत हामीले यो केसमा अड्वाएका थियौँ, लेकिन उहाँ पनि एउटा निर्दोष व्यक्ति हुनुहुरहेछ। हामीले उहाँलाई सोधीपुछ गर्दा उहाँको अवस्थामा केही यो घटना विषयमा हामीले उहाँप्रति छानबिन नपाउँदा उहाँमाथि लगाएको शङ्का एकदमै झुटो रहेछ भन्ने हामीले यो शङ्का पायौँ र त्यसै गरी हामीले त्यहाँ घटनास्थलमा गएर त्यहाँका लोकल जति पनि मान्छेहरूसँग बुझेर के कस्तो हो भनेर हामीले यो कुरा यहाँसम्म आफ्नो कोट दरबार अनलाइन खबरमा तपाईँलाई जानकारी गराएको छु। अन्य केही पनि जानकारीको लागि हामी अझै पनि तपाईँको माझ रहनेछु। यहाँ भिडियो यहीँसम्म समाप्त गर्छु र त्यसै गरी हामी आफ्नो तर्फबाट हाले ठिक थियो, बाकी तपाईले हाले पैसा दिदियो नि त सानो बच्चालाई दिदियो। इधर आओ, दिखा जाओ भाई। हाँ घटना स्पॉट डालो। नमस्ते नमस्कार। हामी अहिले चाहिँ यता घटनास्थलतिर जाँदैछु। तीन ब्लेड इधर लगाया, ये कौन देखो उधर पड़ा है। अब जो है पुलिस वाला ने फोटा लग रही बा भाई तो फोटा आइवा बारा અને આયા અમે કોઈ છોકરા ધંધા જવા આવ્યા ને એને ખબર છે અમને ખબર નહીં જો हामी चाहिँ घटनास्थलमा अहिले गरिरहेछौँ। उता अगाडि अघि देखाए अवस्थामा काटेर छन् अनि प्लस ब्लेड से फाड़ा है, उसका पॉकेट है ना, मैंने निकल के वो 108 वाले को दिया, उसमें पैसे थे, आईडी नहीं था। तो किलो तो कैसे को तो कुछ नहीं था, एक ब्लेड का पैकेट था, ब्लेड का पैकेट था आधा, वो था बस। उसका जूता इधर निकाला, 108 है ना सब इधर रखा है, उसका जूता भी इधर रखा था। तपाईँ देख्न सक्नुहुन्छ अहिले हामी चाहिँ घटनास्थलमा यो छानबिनको लागि चाहिँ अब हाम्रो तर्फबाट हामी कोसिस गरिरहेछौँ। साथमा एउटा केटी पनि थियो भन्ने कुराहरू सुनिरहेछौँ। 2 दिन अगाडि चाहिँ केटीले यता रुम खाली गरेर गएको अवस्था छ। हामी यहाँको लोकल मान्छेहरूसँग चाहिँ यो पुछताछ गरेको थियो। लोकल मान्छेहरूको पुछताछमा चाहिँ उहाँहरूले कुनै कुनै चिजहरू हामीलाई चाहिँ अनि चाहिँ हामी त्यो चाहिँ रिपोर्ट डिफेन्ड गरिरहेछौँ। अब भनौँ नि यो एकदमै डिफेन्ड छ। तपाईँ देख्न सक्नु हामी यहाँ चाहिँ एकदमै भनेको यस्तो पनि बारे छ। खाली अब जो वो खाली जो है वो ने दवा का ले तो बाकी काई न तू मैं तरत एक शॉट से बोले तरत आई पहले उधर ब्लेड लगाया, फिर इधर आके वो सो गया, पूरा खून तो इधर गया। देखा कुछ किसी को मालूम ही नहीं था, तो अंदर पड़ा हुआ किसको मालूम हो। पहले पता होता तो कोई जाता। इधर कोई आता ही नहीं, वो तो छोटे छोटे बच्चे आते हैं ना। 2 नंबर के लिए इधर आया, उसने बताया पूरा निकल गया था। मेरी बात सुन, वो जो फरी बना के ये वही बंदा को लग क्या होगा। सीधी बात सीधी कोई अनलीगल बात नहीं। मान के ना
अलि नजिक आउनु नि, नजिक आउनु। अनि मेरो भाइसँग कुरा गरेदेखि पुरा भएको त जस्तो एक डेढ वर्ष भयो। अनि त्यसपछि के भयो पुरा हुँदै थियो, पुरा भइरहेको थियो। अनि अब ल्याएर एक्कासी गरेर मलाई किन गरेर कसरी गर्यो मलाई केही थाहा छैन त्यसको बारेमा। तर उसलाई मैले यहाँ बोलाएको पनि छैन, त आइज दिदी त्यो हाम्रो त्यतिखेर तपाईँको जुन यो यहाँ त्यो केटीहरू 2 दिन कति दिन भयो खाली गरेर गएको त्यो केटी? 2-3 दिन थिया, 2-3 दिन थिया भगै गए। बाबुना ओगरमा दिन लगे अनि त्यो बाबुना लगे दिन यहाँ होटल पनि गएन, त्यो बिरामा आज होटल गएन तिमी भन्यौ हामीले देख्यौँ र नै हामी गयौँ न। अनि आजमा बिरामी हुँ पनि त्यहाँबाट कहाँ गएको कोही थियो। भोलिपल्ट साँझ आइकन सामान लगी भयो। लेडिजको नाम के हो? यो केटी हो, यही केटी हो नि। यो केटी चाहिँ रहेछ नि, हामीले चाहिँ यहाँ केही दिन अगाडि हालेको छ। हाँ, इसको तो देखा ही। ये लड़के को नहीं देखा, इसको पहली बार देखा। यहाँ बस्ने केटीलाई थाहा होला होइन? धेरै पटक सम्झाएको थिएँ, उसले जान्छु भनेर राजी पनि भएको थियो। अनि पछि बिचमा उसको मुड कस्तो भयो के भयो त्यो चाहिँ मलाई थाहा भएन। अनि ऊ चाहिँ एक्कासी यहाँ आयो, मैले उसलाई एड्रेस पनि यहाँको दिएको थिइनँ उसलाई। एक दिन उसले भिडियो कल गरेको थियो, खै हेर न त तेरो होटेल कस्तो छ भनेर उसले भनेको थियो। मैले तपाईँ यता जानु सर, उनलाई बस्नु दिनु, तपाईँ जानु बस्नु त्यहाँ। ऊ चाहिँ एक्कासी आएर मलाई फोन गरेको थियो, म यहाँ आएको छु अनि तँलाई वेट गरिरहेको छु भनेर उसले बाहिरबाट भनेको थियो। अनि त्यसपछि नि मैले उसलाई त्यहाँबाट पनि भेट्न चाहेन। मैले भनिरहेको छु त हजुरको बुढीलाई के गर्ने, पहिला हजुरको बुढीलाई छोड्नु जानु छोड्नु, मैले हजुरसँग भेट्दा पनि भेट्दैन भनेर मैले उसलाई भनिरहेको थिएँ। मैले